हाई एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग। सबैजना सन्चैमा हुनुहुन्छ र म चाहिँ सन्चैमा छैन। मेरो आवाज सुनेर चाहिँ हजुरले बुझ्न सक्नुहुन्छ मलाई चाहिँ एकदमै रुगल आहा ज्वरो आउनेसम्म मलाई भइरहेको छ। र आजको नयाँ हाम्रो भ्लगको उपस्थितिमा हाम्रो सबैभन्दा पहिला हाम्रो नेचर हेर्नु होला, बाहिरको भ्यू। त्यसपछि हामी लाग्छौँ। अब हेर्न सक्नुहुन्छ यो चाहिँ यहाँ खन्नी हो, हेर्न सक्नुहुन्छ। पहिले सुरु खनिसकेको छ भन्नुहुन्छ होला, तर खन्न त खनेको बेला झारसार झिलाएर मैले चाहिँ तपाईँहरूलाई देखाउने छु। यस्तो छ, अहिले पछि हेर्नु होला। गाईचहरू म चाहिँ मैदानमा उत्रिसकेको छु। अब हेर्नु होला, म खन्छु र तपाईँलाई भेट्नेछु फेरि। चाहिँ एक्लै घान्नुपर्छ साथीहरू, सन्चो नभए पनि काम गरिरहेको छु मैले। हेर्न सक्नुहुन्छ मेरो फाइनल रिजल्ट चाहिँ यस्तो रहेको छ। पहिला कस्तो थियो र अहिले कस्तो भन्नु होला कमेन्टमा। हेर्न सक्नुहुन्छ खनेर चाहिँ फेरि झार जिलाएर उमा रहेको छु। कस्तो लाग्यो यसको लागि चाहिँ, यस्तो मेहनत गरेको लागि चाहिँ एक लाइक र एक कमेन्ट पनि गरिदिनु होला। र फेरि म चाहिँ अब बहिनी लिन जाने बेला भइसकेको छु। नानी स्कुल गएको छिन् र म चाहिँ अब जानेछु। बाहिर यस्तो रहेको छ। ल गाइज, म चाहिँ हजुरलाई आएपछि म भेट्नेछु फेरि पनि। ल फाइनली गाइज, म चाहिँ बहिनी लिएर पनि आइसकेँ। हेर्नु सक्नुहुन्छ यहाँ नानीले कपी किताब फिजाएर आइसकेको छ। र म चाहिँ अब खाना बनाउनु त यहाँ लाग्छ। अब साँझतिर खाना पऱ्यो है, भोकै सुत्नु त भएन। अब ट्याक्क लाएर चाहिँ म चाहिँ अब आटा साट्नु बुझ्ने काम गर्छु। यहाँ रहेको छ, यति ड्याङ्ग लाएर आटा बुझ्छु। टक्क साँझ चाहिँ टक्क खाना पनि मिल्छ। म चाहिँ अब यस्तै छ, घरसर काम गर्नुपर्छ। हामी चाहिँ बाहिर काम गर्नुहुन्छ। लगेर चाहिँ मैले चाहिँ खाना पकाउनुभन्दा पनि मैले अहिले हजुरलाई देखेको चाहिँ पिठो चाहिँ मुछेर राखिसकेको छु, आटा साटा ट्याक्क बनाएर। अब एकछिनमा बनाउने हो। अझै रातसात त परेको छैन, एक चाँडो बनाएर चाहिँ सिलाउनु सक्छ। अब त्यही जाडो मौसम आइसकेको छ, हेर्न सक्नुहुन्छ। बाहिरतिर सबैले धानसान काटेर ठेर्सा लगाइसक्नुभयो, हेर्नुहुन्छ। बाहिर सबै धानसान उठाएर ओह्राल सराल। अब एकछिनमा चाहिँ रातसात पर्न सक्छ, हेर्न सक्नुहुन्छ। अब जाडोको मौसममा चाहिँ चाँडो रात पर्ने रहेछ। त्यस्तै छ, के भन्छ रात लामो दिन छोटो भन्छ नि, त्यस्तै हुँदैछ, हेर्न सक्नुहुन्छ। यो अब केही पनि छैन। अब स्कुल लाग्छ, कलेज। गाइज, म चाहिँ अब आफ्नो खेततर्फ लाग्न थालेको छु। किन भन्दाखेरि म चाहिँ धान अस्ति नै काटिसकेको थियो र अब त्यसलाई चाहिँ उठाउनु पऱ्यो। हल्का कामसाम पनि गर्नु पऱ्यो है। अनि त्यही यो हल्का गरेको हामीले यही मात्रै सानो खेत है। उताको चाहिँ उहाँ अरूको, यहाँ हाम्रो अहिले गर्नको लागि जान्छु। र यसलाई ठेर्सा लाउनु चाहिँ हामीलाई सहिलो हुन्छ। यो यति जम्मा आएपछि म चाहिँ फेरि आएर कन्टिन्यू गर्दैछु। अब म चाहिँ जान्छु अनि त्यसपछि सुरु गरौँला फेरि भ्लग चाहिँ। गाइज, म चाहिँ आइसकेँ खेतबाट। के र मैले चाहिँ जम्मा गर्ने गरेँ। मम्मीले चाहिँ मुठाहरू पारेर चाहिँ एक ठाउँ राख्नु भएको छ। बाहिर चाहिँ अँध्यारो परिसकेको छ, म देखाउने छु हजुरलाई। हेर्नुहोस्, त्यस्तो अँध्यारो भइसक्यो। गाइजहरू रात पर्न आँटिसकेको छ। हामीले चाहिँ यो मुठा सुठा पारियो मम्मीले र मैले, अनि यहाँ जम्मा गरियो। ठेर्सा लाउन चाहिँ एकदमै सजिलो हुन्छ यस्तो गरेपछि। अलराइट गाइज, आजको भ्लग चाहिँ तपाईँलाई कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। आजको भ्लग चाहिँ एकदम रमाइलो भयो भने है, रमाइलो त मैले बनाएकै हो। अब कस्तो भयो, राम्रो भयो होला मलाई लाग्छ। हजुरलाई कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला है। ल आजको भ्लग चाहिँ यति नै। थ्याङ्क यू सो मच, बाई।